नमस्ते सबैजनालाई हजुरहरूलाई फेरि पनि स्वागत छ हाम्रो नयाँ भिडियोमा। सो आज चाहिँ हामीसँग के छ भन्दिउ न। आज हामी खाँदैछौँ नेवारी खाजा सेट अनि हामीसँग छ यहाँनिर के भन्दिउ न तिमी आफै। यो सो यहाँ चाहिँ हामीसँग पिरो लेग पिस है। यस यो चाहिँ यस्तो ठुलो छ है, क्रेजी ठुलो लास्ट ह्युज पिरो लेग पिस पोर्क सेकुवा। पिरो पोर्क सेकुवा स्पेशल बाल क्रेजी। अनि हाम्रो भयो चिकन विङ्स। यो चाहिँ यो पनि पिरो विङ्स भयो। यहाँ चाहिँ आज पुरै पिरो छ, कुरै नगरौँ। पिरो चिकन सेकुवा भयो, पिरो बफ सेकुवा। बफ यहाँ छ, ए जान्छ यो पनि चिकनै हो डिभाइड गरेको। पिरो आलु भयो, अनि हाम्रो छ चिउरा र भटमास, अनि सलादहरू भयो। अनि यो पनि स्पेशल हो है गाइज, हाम्रो स्पाइसी अचार यहाँले देख्न सक्नुभयो होला, दाने दाना छ खुर्सानीको। अनि ड्रिङ्कमा हामीसँग छ मोजिटो। छ्याङ हो कलर एउटै रहेछ है गाइज। सो गाइज अब चाहिँ हामी धेरै खान सुरु गरिहाल्छौँ। सो आजको भिडियो हजुरलाई मन पऱ्यो भने डोन्ट फर्गेट टु लाइक शेयर सब्स्क्राइब। सो यो चाहिँ होममेड मिल हो ल, मैले भने है। सो ल अब चाहिँ हामी खान सुरु गर्छौँ है त। लेट्स गो। यो चाहिँ नेवारी मोजिटो स्पाल छ पोर्क खान्छ। यार मैले पोर्क चाहेको छैन गाइज। ल पोर्क सेकुवा है त। फर्स्ट बाइट खाए त बान मुमा उडा उडा खान मन लाग्यो। अचार बिना त सेकुवा कस्तो मिठो छ यो अचार है साच्चै। आज पिरोले फुट्नु भयो। डिनर मास वाइल्ड पिरो डेन्जर पिरो। विङ्स आहा खानेकुरा खानलाई यति कम्ती भयो भने त डेन्जर। मुखै पोलिस अहिले नै। पिरो चाहिँ डेन्जर पिरो। सबै कुरा पिरोमा आछ नि त आइटमहरू नि। सबैमा नहाल्नु ल। टक्कै रहेछ नि त। सर्क्यो लाग्यो। पिरो छ सर्क्यो भने जान्छ फेरि जिन्दगी। सर्क्यो सिसी गर त सिकुवा नि त। मैले चाहिँ हान्दिएँ है त। मासु पनि खान्छु म, हड्डी पनि चपाउँछु। राख्नु दामी पिस समाएछ ल। चोपेपछि त कुखुरा पनि जाने रहेछ। कत्रो है खुट्टा। छोइला पनि छ, छोइला भन्न बिर्सेर जा गाई। त्यो चाहिँ छोइला बक छोइला है त। बस्न पकाएर खाइरहेको छु म त। के साह्रो क्युट देखा हो गाउँमा। गोरो चाहिँ देखा म है कस्तो क्युट देखेको आज तिमीले। मेप यहाँ के हो सिम्पल सर्केर नाकमा आइरहेछ। सरी त्यसले सर्केछ। छोइला कुन छ अच्छा यस भइरहेको कति पिरो रहेछ। लास्ट पिरो डेन्जर पिरो नाकमा आइरहेको पिरो है। छोइला बक छोइला हान्यो। नेवारी खाएपछि छोइला खानु हुन्छ मजा आउने डेन्जर।
Kain berbalik ya. एकदम बगान निम्बु हाल्नु चाहिँ एक चाहत चोपेर पनि कुहिँदैन त मलाई सबसे चाहने हमें क्यों यो हजुर मुखमा हतालाई पोलेर पिरो भइसक्यो